हामी सक्षम चालिसेको एउटा कविता सुन्छौँ। कार्यक्रमको अब हामी अन्त्यतिर गइसकेका छौँ। अब यस्तै मिठा मिठा कविताहरू सुनिराख्दा यहाँहरूलाई अवश्य पनि यहाँहरूका बालबालिकाका प्रतिभाहरू छन् भने आगामी दिनहरूमा हामी अन्य विद्यालयका पनि प्रतिभाहरूलाई जोड्ने प्रयत्नहरू गर्नेछौँ। अब हामी सक्षम चालिसेको मेरो कविताको शीर्षक रहेको छ समाजले सुन्न नसकेको चित्कार। यो समाज सुनिँदैन मेरो चित्कार, चिच्याइरहेको छु म यहाँ एक्लै। यो समाज सुनिँदैन मेरो चित्कार, चिच्याइरहेको छु म यहाँ एक्लै। म चिच्याएर आउने त्यो चिच्याहाटको आवाजले मेरो मस्तिष्कमा समेत हलचल गराएको छ। यो समाज म चिच्याएर आउने त्यो चिच्याहाटको आवाजले मेरो मस्तिष्कलाई असहनीय पीडा दिएको छ। म यति बेसरी आफूले आफूलाई कोसिरहेको छु कि त्यो आवाजले मलाई स्वयंसँग घृणा गर्न बाध्य बनाएको छ। यो समाज सुनिँदैन मेरो चित्कार। यो समाज हरेक पीडितलाई होच्याउने त मेरो दुःखको चित्कार सुन्न किन आएको छैनस्। यो समाज सुनिँदैन मेरो चित्कार, चिच्याइरहेको छु म एक्लै। यो समाज सुनिँदैन मेरो चित्कार, आगोको ठुटो सरी बल्झिएको छु म। यो समाज सुनिँदैन मेरो चित्कार, बादलको पानी सरी अल्झिएको छु म। धन्यवाद। अत्यन्तै मिठो कविता हाम्रो सक्षम चालिसेले वाचन गर्नुभयो। सक्षम चालिसेका कविताहरू अत्यन्तै यहाँले समाजका विभिन्न विषयहरूलाई लिनुभएको छ। विशेष गरी यहाँलाई कस्तो विषयमा कविता लेख्नको लागि ठ्याक्कै मन अथवा त्यो तपाईँको लेखौँ अब चाहिँ म गएर चाहिँ लेखिहाल्छु भन्ने कसरी यो लेख्नुहुन्छ तपाईँले? हजुर, अब हजुरहरूले सुन्दाखेरि मतलब महसुस गर्नु होला मेरो हरेक कवितामा फरक विषयवस्तु छ कि मैले जुन विषयवस्तुलाई अब जहाँ मैले जुन कुराहरू देख्छु र जुन कुरालाई मलाई उतार्न मन लाग्छ आफ्नो कलमले होइन आफ्नो पान्नामा उतार्न मन लाग्छ, मैले त्यही भावनालाई कविताको रूपमा ल्याउने हो। यो देखिरहेको कुराहरूलाई मैले कवितामा परिवर्तन गरेर सुनाउने मात्र हो। मतलब यो सबै कुराहरू हाम्रै समाजमा चलिरहेको हुन्छ, सबै हाम्रै समाजमा देखिएका हुन्छन्। यहाँ मात्रै कुनै सकारात्मक हुन्छन् भने कुनै नकारात्मक हुन्छन्, फरक यति मात्र हो।